हाई गाइज वेलकम टु ब्याक माई युट्युब च्यानल। म तपाईँहरूलाई यस्तो एउटा नयाँ भिडियो बनाएर लिएर आएको छु। एउटा टेक्निकल पार्ट हो यो कम्प्युटर। अहिले मैले हेर्नुहोस् त यो क्याट चाहिँ आएर सुतेको छ। मेरो स्क्रिन चाहिँ फ्रिज भइसकेको छ। मैले कुनै पनि काम गर्न सकिँदैन। यस्तै तपाईँले इफेक्ट लाउन खोज्नुहुन्छ भने तपाईँले पनि ल्याउन सक्नुहुन्छ। सबैभन्दा पहिला तपाईँले चाहिँ ब्राउजरमा जाने र सर्च बारमा चाहिँ cat गेटकीपर एक्सटेन्सन टाइप गर्ने र फर्स्ट लिङ्क जुन आउँछ त्यसमा क्लिक गर्ने र एड टु एक्सटेन्सन यहाँ चाहिँ क्लिक गरेपछि तपाईँको ब्राउजरमा चाहिँ एड एक्सटेन्सन भइहाल्छ। यो डाउनलोड हुन्छ। अहिले यो भइसकेपछि यसमा चाहिँ क्लिक गर्ने यो एक्सटेन्सनको आइकन अनि क्याट गेटकीपरमा क्लिक गर्ने। अब यो क्याट गेटकीपरको बाई डिफल्ट चाहिँ ट्विटरमा होइन एक्स भन्ने ट्विटरमा यो यिनीहरू युट्युब फेसबुक अदर यो बाई डिफल्ट चाहिँ यो तपाईँले चाहिँ अदर चाहिँ कुनै वेबसाइटमा पनि यस्तै चाहिँ इफेक्ट लाउन खोज्नुहुन्छ। यो तल चाहिँ वेबसाइट एउटा टाइप गर्ने अप्सन दिएको छ। यसमा चाहिँ तपाईँले चाहिँ त्यो वेबसाइटको नाम टाइप गर्नुहोस् र सेभ गरिदिनुहोस् भनेर त्यो पनि एड भएर आउँछ। अहिलेको लागि म एज इट इज यही छोडिदिन्छु होइन। र कति मिनटमा चाहिँ तपाईँको चाहिँ गेटकीपर आउँछ भनेर मैले चाहिँ यहाँ 1 मिनट राख्थेँ अनि 1 मिनट पछि चाहिँ त्यो हराएर जाने पनि राख्नुपर्छ होइन, नत्र त त्यही स्क्रिनमै बसिरहन्छ। यति गरिसकेपछि मैले यसलाई सेभ गर्छु। अब 1 मिनटको लागि 1 मिनट पछि त मैले युट्युब चलाउँदाखेरि त्यो गेटकीपर आएर मेरो स्क्रिनलाई फ्रिज गरेर बस्छ। म अब यहाँ कुनै चिज प्ले गऱ्यो भने ठ्याक्कै 1 मिनट पछि त्यो चिज आउँछ। हेलो साथीहरू, क्याट चाहिँ 1 मिनट हुने बित्तिकै चाहिँ यो बिरालो आएर मेरो स्क्रिनलाई फ्रिज गरिदियो। अब यो कहीँ पनि क्लिक गर्दा पनि यसले चाहिँ हट्नेवाला छैन। आफ्नो समयसम्म यो आएरै सुतिरहन्छ। समयमा तपाईँले आफ्नो इमर्जेन्सी कुनै काम छ भने तपाईँ गरेर मौका पाउनुहुन्छ, टाइम पाउनुहुन्छ, आफ्नो काम पनि गर्न सकिन्छ र काम गर्दा गर्दा थाकेको छ भने रेस्ट पनि गर्न सकिन्छ। अब 1 मिनट यो बितिसकेपछि मात्र हट्छ। त्यति बेलासम्म हामी वेट गरौँ। 3, 2, 1 गो। अब हेर्नु साथीहरू, त्यो चाहिँ बिरालो के भयो, हटेर गयो। अब मेरो स्क्रिन चाहिँ रिलिज भयो। अब मैले यो काम गर्न सक्छु। यस्तै इन्फर्मेटिभ भिडियो तपाईँहरूले चाहिँ अरू चाहनुहुन्छ भने मेरो चाहिँ युट्युब च्यानल र फेसबुक पेजलाई चाहिँ फलो र सब्सक्राइब गर्नुहोस्। बाई।